गाली गर्ने होला तपाईँले कहिले पनि गाली गरेर देखिँदैन फेरि तपाईँ त अझै रमाइलो कमेडी पारामा जानुहुन्छ। अब गुलाई चलायो भने मुखमा छिटा भन्ने चलन छ, तपाईँलाई थाहै होला हो कि होइन? अब बुझ्ने मान्छेले बुझिदिनुहुन्छ। अब फेरि म एउटा कन्टेन्ट क्रिएटर हो, मलाई धेरैजनाले माया पनि मान्नुहुन्छ। मैले अब कसैले गरेको गालीलाई त्यसको रिप्लाई गाली मार्फत दिएँ भने पनि त्यसमा छ्या भन्ने हुन्छ क्या, नराम्रो जान्छ क्या त्यसमा, त्यसले नराम्रो सन्देश पनि जान्छ। अहिले के भन्छु, जति गाली गरे पनि यो ढुङ्गा हो कि मान्छे हो भन्न थाल्नुहुन्छ क्या मलाई है। यो छ मजा लाग्छ त्यो गालीको कमेन्टको रिप्लाई देखेर, मलाई नै मजा लाग्छ। त्यस्तै भिडियोमा भ्युज बढी आउँछ, मलाई भ्युज चाहिएको हो होइन, मलाई भ्यू चाहिएको, मलाई त्यस्तै भिडियोमा अर्निङ राम्रो हुन्छ। दुःख गर्न नि परेन, मेहनत गर्न नि परेन, एउटा कमेन्टलाई ल्यायो त कमेन्टको बारेमा भिडियो त्यत्तिकै भइहाल्यो। किन दुःख गर्ने त, किन उस गर्नु, किन गाली गर्नु? अर्कोचोटि गाली गरिदियो भने त्यो मान्छेले कमेन्ट गर्दैन, बरु अझै गर्नुहोस् है भने। यो त मैले के भन्छु भने मेरो सपोर्टरहरू त, मेरो अडियन्सहरू त अझै यो गाली गर्ने मान्छेहरू हुन् के, उहाँहरूले त गाली गरेरै मेरो यो फलो र मेरो फलोइङ धेरै बढ्नु भएको, बुझ्नु भयो नि? किन भन्दा रुचाइदिनुहुन्छ मैले गालीको रिप्लाई दिएँ, एउटाले कमेन्ट गरे भने रिप्लाईमा जान्छ।